बागमती प्रदेश अन्तर्गत पर्ने नेपालको राजधानी काठमाडौँदेखि पश्चिम भेगमा अवस्थित मुकुन्देश्वरी माध्यमिक विद्यालय बालजु बाइपासबाट करिब 22 किलोमिटरको दूरीमा पर्दछ। यस गाउँको ऐतिहासिक तथा धार्मिक स्थलको रूपमा यस विद्यालय नजिकै श्री मुकुन्देश्वरी महादेवको मन्दिर रहेको हुनाले यस विद्यालयको नाम पनि त्यही नामबाट श्री मुकुन्देश्वरी प्राथमिक विद्यालय राखियो। यस स्थानका शिक्षा क्षेत्रको उन्नति र प्रगति हेर्न चाहने शिक्षा प्रेमी लगायत अग्रजहरूको पहलमा विक्रम सम्वत 2032 साल फागुन 11 गते यस विद्यालयको स्थापना भएको थियो। विक्रम सम्वत 2051 साल असार 9 गतेबाट कक्षाहरू अपग्रेड हुँदै गए। विक्रम सम्वत 2065 सालदेखि नै कम्प्युटर विज्ञानको शिक्षा दिने उद्देश्यले कक्षा 11 र 12मा कम्प्युटर विज्ञानको पढाइ हुँदै आइरहेको छ। विक्रम सम्वत 2072 वैशाख 12 गतेको विनाशकारी भूकम्पले विद्यालयको भौतिक संरचनालाई आंशिक क्षति पुर्याएको थियो। आवश्यकता अनुसारको भवन पुनर्निर्माण तथा मर्म सम्भार पनि भयो। यस विद्यालयको नयाँ भवन 2075 सालमा निर्माण भएको थियो भने 2077 सालदेखि पठन पाठन सञ्चालनमा आएको हो। यस विद्यालयबाट एसएलसी परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीहरूको संख्या 488 र कक्षा 12 उत्तीर्ण गर्ने विद्यार्थीको संख्या 330 पुगिसकेको छ। हाल यस विद्यालयमा कक्षा बाल विकासदेखि कक्षा 12 सम्म 386 जना विद्यार्थीहरू अध्ययनरत छन् भने शिक्षक 24, कर्मचारी 7 गरी जम्मा 31 जना शिक्षक कर्मचारी विद्यालयमा कार्यरत हुनुहुन्छ। हाल यस विद्यालयमा प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ कक्षा 9बाट पहिलो ब्याच 2080 सुरु गरिएको र कक्षा 11मा कम्प्युटर साइन्स अध्यापन भइरहेको छ। सुन्दर, शान्त, सुरक्षित र बालमैत्री वातावरणमा सञ्चालित यस विद्यालयमा कम्प्युटर ल्याब, लाइब्रेरी, नर्स रुम, विज्ञान प्रयोगशाला जस्ता पढाइमा प्रत्यक्ष रूपमा उपयोग हुने प्रविधि र सुविधाहरू समेत रहेका छन् भने प्राविधिक धार सिभिल इन्जिनियरिङका ल्याबहरू निर्माण हुने प्रक्रियामा रहेका छन्। भौतिक व्यवस्थापन तथा शिक्षण सिकाइ उपलब्धिको दृष्टिले पालिकाको उत्कृष्ट विद्यालयको रूपमा मैले लिएको छु। बोर्डिङले दिने भन्दा बढी सुविधा हाम्रो यही स्कुलले नै दिएको छ। सरकारी स्कुलहरू पनि धेरै राम्रो पढाइहरू छ। बच्चाको भविष्यको लागि हेर्न राम्रो हुन्छ र म चाहिँ यहीँ नै पढाउँछु। मुकुन्देश्वरी माध्यमिक विद्यालय चाहिँ हाम्रो ककनी गाउँपालिकाको चाहिँ उत्कृष्ट विद्यालय मध्येको चाहिँ एक वर्ष। विद्यालयले अतिरिक्त क्रियाकलापका रूपमा विद्यार्थीका अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने खालका क्रियाकलाप सञ्चालन गर्दै आइरहेको छ। साथै जिल्लाभित्र वा बाहिर सञ्चालन हुने विभिन्न अतिरिक्त क्रियाकलापमा पनि नियमित भाग लिए उत्कृष्ट स्थान प्राप्त गर्दै आइरहेको छ। केही वर्षदेखि चाहिँ एकदम उत्कृष्ट कार्यहरू सम्पादन गर्दै आएको छ र सो अनुसार नतिजा पनि निकाल्दै आएको छ। उक्त विद्यालयले चाहिँ पालिकामा प्रथम, द्वितीय, तृतीय स्थान छोडेको छैन। विद्यालयको वर्तमान प्रधानाध्यापकको रूपमा यसै विद्यालयका पूर्व विद्यार्थी श्री राजेन्द्र प्रसाद न्यौपाने हुनुहुन्छ। त्यसैगरी विद्यालय व्यवस्थापन समितिको अध्यक्षको दोस्रो कार्यकाल पूरा गरी तेस्रो कार्यकालको रूपमा श्री अनिश शर्मा ढुङ्गानाले नेतृत्व सम्हालिरहनु भएको छ। मैले विद्यालयको नेतृत्व गर्दै गर्दा वैशाख 12 को महाभूकम्पले शैक्षिक संस्था थिलो बिलो अवस्था थियो
भौतिक संरचनाहरू एकातिर ध्वस्त थिए भने शैक्षिक क्रियाकलाप पनि ध्वस्त रहेको स्थिति यो विद्यालयको थियो। झन्डै 1 दशक लामो समय मैले यस विद्यालयको नेतृत्व गर्ने अवसर पाएँ। त्यो बीचमा थुप्रै गुणात्मक छलाङ मार्ने स्थितिमा हामी पुगेको मलाई अनुभूति भएको छ। शैक्षिक पक्ष भयो, व्यवस्थापकीय कुरा भयो, त्यसपछि गएर भौतिक पक्ष, यो तीनै कुराको चाहिँ गुणात्मक ढङ्गले विकास भएको छ। अहिले यही विकासलाई नै हेरेर बागमती प्रदेश सरकारले हाम्रो विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गर्ने हेतुले चाहिँ नमुना विद्यालय विकास कार्यक्रममा समावेश गरेको छ। त्यसै गरी अहिले देशमा दिनानुदिन बढ्दै गएको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्नुपर्छ र शिक्षालाई चाहिँ व्यावसायिक र प्रविधिसँग जोड्नुपर्छ भन्ने हिसाबले अहिले चाहिँ हाम्रा कक्षा कोठाहरू प्रविधि मैत्री शिक्षकहरू चाहिँ तालिम प्राप्त को चाहिँ अवस्थामा हामीले सिर्जना गर्न सकेका छौँ। पहिला शिक्षक 12-14 जना हुनुहुन्थ्यो, अहिले चाहिँ तहगत र विषयगत शिक्षकको व्यवस्थापन हामीले गर्न सकेका छौँ भने अर्कातिर चाहिँ यो व्यावसायिक कुरोलाई चाहिँ जोड्नुपर्छ, शैक्षिक बेरोजगारीको अन्त्य गर्नुपर्छ भन्ने हिसाबले अहिले चाहिँ यसै सालबाट कक्षा 9-12 सिभिल इन्जिनियरिङ कक्षा पनि सुरु भएको छ। यो आफैमा पर्याप्तता चाहिँ होइन। अब यसलाई पूर्ण गर्नको निमित्त अझै पनि व्यवस्थापन समिति लागिरहेको छ। म आफै पनि आफ्नो क्षेत्रबाट दिनानुदिन लागि नै रहेको छु र लाग्ने प्रतिबद्धता पनि जाहेर गर्छु। हिजोको स्थिति, डरलाग्दो स्थितिलाई हेरेर आजको स्थिति यहाँसम्म ल्याउनको लागि यो व्यवस्थापन समितिको मात्र एकल प्रयासले भएको होइन। यसमा शिक्षकहरूको असाध्यै ठुलो मेहनत छ, अभिभावकज्यूहरूको चासो छ र विद्यार्थी भाइ बहिनीहरू पनि दत्तचित्त भएर पढिरहनु भएको छ। यो सबैको संयोग र योग फल नै आजको मुकुन्देश्वरी हो भन्ने मलाई लाग्छ। मेहनती र अनुशासित विद्यार्थी शिक्षा, त्यो पनि गुणस्तरीय शिक्षा प्रति लगाव, जवाफदेही अभिभावक र जिम्मेवार शिक्षकको कारण नै यो विद्यालय यस अवस्थामा पुगेको यस विद्यालयका प्रधानाध्यापकले जानकारी गराउनुहुन्छ। सर्वप्रथम यस विद्यालयको स्थापना गर्नुहुने अग्रज शिक्षाप्रेमी हाम्रा अभिभावकज्यूहरूलाई उच्च सम्मान गर्न चाहन्छु। विद्यालयको शैक्षिक स्तरलाई, भौतिक स्तरलाई विकास गर्दै लाने शिक्षाप्रेमी, समाजसेवी, बुद्धिजीवी, राजनीतिज्ञहरू हुनुहुन्छ, उहाँहरूप्रति पनि आभार प्रकट गर्न चाहन्छु। मुकुन्देश्वरीको इच्छा समयानुकूल शिक्षा भन्ने मूल मन्त्रका साथै गुणस्तरीय शिक्षामा विश्वास राख्ने यस विद्यालयले आफ्नो 48औं वार्षिकोत्सव मुकुन्देश्वरी स्मारिका 2080 प्रकाशन तथा विविध कार्यक्रमहरू सञ्चालन गरी मनाउन लागेको हुँदा सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी महानुभावहरूलाई यो विद्यालयले समाजमा खेलेको सकारात्मक भूमिका स्मरण गराउँदै सबै सरकार पक्षहरूबीच विद्यालयको उत्तर प्रगतिको कामना।